मान्य सदस्यहरू, आजको शून्य समय र विशेष समयमा माननीय सदस्यहरूले विभिन्न क्षेत्रका समस्याहरूको बारेमा बीएमसी सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले शून्य समय र विशेष समयमा उठाइएका प्रश्नहरूको जवाफ दिन र सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उप केही आफ्ना धारणाहरू प्रस्तुत गर्न चाहनु भएको छ। साथै सम्माननीय प्रधानमन्त्रीज्यूसँग माननीय सांसदहरूले प्रश्न समेत गर्न पाउनुहुनेछ। अब सम्माननीय प्रधानमन्त्री यादव पन्थीज्यूलाई यस बीएमसी सभाको सम्बोधन गर्न अनुमति दिन्छु। मान्य सदस्यहरू, प्रधानमन्त्रीज्यूले सम्बोधन गर्दै हुनुहुन्छ, सबैजना शान्त रहिदिनुहोस्। सम्माननीय सभामुख महोदय, सम्पूर्ण माननीय सदस्यहरू, म यस पहिलो अधिवेशनको समापनको अवस्थामा म केही कुराहरू संक्षिप्तमा राख्नको लागि यहाँहरूमा उपस्थित भएको छु। समय मिलाइदिनु भएकोमा म सभामुख महोदयलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म हिजो मात्र घटेको एक दुःखद घटना रामेछापको तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, म सम्पूर्ण माननीय सदस्य साथीहरूले दिनुभएको राम्रो सुझावहरूलाई ग्रहण गर्छु। साथीहरूका आक्रोश, उत्तेजना, गाली बिर्सन्छु र सम्झिराख्नु पर्ने पनि कुनै औचित्य ठान्दिनँ, किनकि म आफू आफ्नो ठाउँमा के गर्नुपर्छ र के गर्नु हुँदैन, मेरो पदीय काम के हो, पदीय मर्यादा के हो, यो मलाई राम्रोसँग थाहा छ। सम्माननीय सभामुख महोदय, हामी सरकारमा छौँ, यो एकदम राम्रो विषयको कुरा पनि हो र हामीले गर्दै गरेको काम, हामीले एउटा घैँटो तयार गर्यौं, त्यो घैँटोलाई सिंगार गर्यौं र त्यसमा घाम लाग्नै लागेको थियो, प्रतिपक्षले फुटाइदिने प्रयास गरिरहेको छ। यो एकदमै खेदजनक छ र म यस सभामार्फत प्रतिपक्ष दलका साथीहरूलाई के कुरा भन्न चाहन्छु भने, घैँटो फुटाले मात्र होइन, त्यसलाई सँगै हातेमालो गरेर मिलेर नयाँ नियमहरू, नयाँ कानुनहरूलाई यो सभाबाट पारित गरेर सरकारसँग हातेमालो गरेर अगाडि बढ्नुहुनेछ भन्ने आशा पनि व्यक्त गर्दछु। सम्माननीय सभामुख महोदय, म यस सभामा के जानकारी गर्न चाहन्छु भने, एउटा अङ्ग्रेजीमा भनाइ छ, यु क्यान प्लिज एभ्रीवान, मतलब तपाईले सबैलाई खुसी पार्न सक्नुहुन्न। त्यस्तै विरोधहरू आउँदै गर्छन्, विरोधहरूलाई थाती राखेर त्यसबाट आएका सकारात्मक सुझावहरूलाई हामीले आत्मसात गरेर अगाडि बढ्ने कुरा पनि म यस सदनमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र सम्पूर्ण साथीहरूलाई सडक र सदन अवरोध गरेर मात्र हुँदैन, नयाँ कानुनहरू बनाउनको निम्ति सदनमा आउनुपर्छ र यस सदनको काम भनेकै कानुन बनाउने काम हो। त्यसमा हातेमालो गर्नुपर्छ, आफ्नो बौद्धिकता प्रस्तुत गर्नुपर्छ, बौद्धिकतालाई त्यागेर अराजकता सिर्जना गर्नु भनेको देश
देशलाई पछाडि धकेल्नु यो कदापि पनि स्वीकार्य हुँदैन। यो कुरा पनि सम्पूर्णले मनन गर्नुहुनेछ भन्ने कुरा पनि म आशा राख्न चाहन्छु। त्यस्तै सभामुख महोदय के भन्न चाहन्छु भने एउटा संस्कृतमा अर्को भनाइ छ यथा दृष्टि तथा सृष्टि। यसको मतलब जसको दृष्टि जस्तो छ त्यसले त्यस्तै देख्छ। सभामुख महोदय म तपाईँ मार्फत के भन्न चाहन्छु भने सम्पूर्ण माननीय सदस्यहरूले आफ्नो दृष्टि सुधार्नु, देशको पक्षमा उभिनु, सही तरिकाले अगाडि बढ्नु। हामीले हजुरहरूले भनेको सकारात्मक पक्षहरूलाई सधैँ आत्मसात गरेकै छौँ। त्यसमा हजुरहरूले विरोध गर्नुपर्ने कुनै आवश्यकता छैन। अगाडि बढ्नुहोस्, हातेमालो गर्नुहोस्, हामी सधैँ साथमा छौँ। यो कुरा हेक्का राख्नुहोस् भन्न चाहन्छु। त्यस्तै माननीय सदस्यहरूबाट शून्य समय, विशेष समय र अन्य समयहरूमा विभिन्न कुराहरू पनि उठाउनु भएको छ र प्रतिपक्ष दलबाट एउटा कुरा आएको छ कि पुरानो विधेयकहरूलाई फन्काउने, नयाँ विधेयकहरू पारित गर्ने भन्ने भाष्यहरू सिर्जना गरिएको छ। यसलाई म घोर निन्दना गर्छु। यसको विरुद्धमा उभिन चाहन्छु किनभने पुराना विधेयकहरू फन्काउने भनेको यो चलन अवरुद्ध गरेर हो। तपाईहरु आउनुहोस्, हातेमालो गर्नुहोस्, संसदलाई सहयोग गर्नुहोस्, तब मात्र पुराना विधेयकहरू थन्किने होइन कि कानुन बनेर सही रूपमा लागू हुन्छन्। यो कुरा पनि हेक्का राख्न चाहन्छु। त्यस्तै नयाँ विधेयक मात्र पास गर्ने भन्नुभयो। संसदको कामै विधेयक पास गरेर कानुन बनाउने त हो नि। संसद भनेको कुनै कन्स्ट्रक्सन कम्पनी होइन जसले ठेक्का पट्टा लिँदै हिँडोस्, बाटो बनाउँदै हिँडोस्। त्यसको लागि नीति नियम कानुनहरू बनाउने हो, कानुन पास गर्ने हो, ठेक्का पट्टा दिने हो, त्यसको नियमन र नियन्त्रण गर्ने हो कि न कि आफै सडकमा गएर सडक मर्मत गर्दै हिँड्ने हो। यो भनेको एउटा नौटंकी मात्र हो। मान्य सदस्यहरू संसदको सर्वश्रेष्ठ पद सम्माननीय प्रधानमन्त्रीजीले सम्बोधन गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दाखेरि कोही पनि बोल्न दिँदैन। त्यसैले सबैजना आफ्नो स्थानमा यथाशीघ्र आसन ग्रहण गर्नुहोस्। मान्य सदस्यहरू आफ्नो स्थानमा यथाशीघ्र आसन गर्नुहोस् र सम्माननीय प्रधानमन्त्री अगाडि बढ्नुहोस्। सम्माननीय सभामुख महोदय, म आलोचनालाई नकारात्मक रूपमा लिने मान्छे होइन, किनकि आलोचनामै सत्यता लुकेको हुन्छ र त्यसैलाई चिरेर हामी अगाडि बढ्न सक्छौँ। र यदि आलोचना भएन भने त्यसको पदीय मर्यादा कायम रहँदैन, उसले केही पनि गरेको छैन भन्ने चिनिन्छ। किनकि कुनै पनि काम सुरु गर्नको लागि त्यसमा आलोचना गर्नेहरू थुप्रै हुन्छन्। त्यो आलोचनाहरूलाई चिर्दै अगाडि बढ्नु हाम्रो कर्तव्य हो भनेर ठानेको छु। र त्यस्तै मैले साथीहरूमा अघि नै प्रस्तुत गरे यथा दृष्टि त त्यस्तै सृष्टि। जोसँग जस्तो वैदिकता छ त्यसले त्यस्तै प्रस्तुत गर्छ। र मैले साथीहरूलाई फेरि आह्वान गर्न सके नयाँ कुराहरू सोच्नुहोस्, अगाडि बढ्नुहोस्, सरकारसँग हातेमालो गर्नुहोस्, सरकार तपाईहरुको साथमा छ भनेर। र मैले अर्को के कुरा पनि जोड्न चाहे भने साथीहरूले चाहिँ आफू भलो त जगतै भलो भन्ने भाष्य सिर्जना नगर्नुहोस्। यहाँ कोही पनि सबै कुरामा पूर्ण छैन। सबै मिलेर काम गरून् भनेर हामीलाई संसदमा पठाएका हुन्। त्यसैले हामी संसदको मर्यादा कायम राखेर अगाडि बढ्नुपर्छ। यो कुरा पनि स्मरण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, त्यस्तै यथाकथा माननीय सदस्यहरूले शून्य समय र विशेष समयको कुराहरूमा राष्ट्रिय हितको प्रश्न पनि उठाउनु भएको थियो। म उहाँलाई सम्झाउन चाहन्छु कि राष्ट्रिय हित सडक र सरकारमा अवरोध गरेर नियम र व्यवस्थालाई धज्जी उडाएर र सधैँ सरकारको खेप गरेर मात्र राष्ट्रिय हित हुँदैन। राष्ट्रिय हित हुनको लागि सरकारलाई सहयोग गर्नुपर्छ, कानुन बनाउन सहयोग गर्नुपर्छ, सुशासन र भ्रष्टाचारका विरुद्धमा बोल्नुपर्छ भन्ने कुरा पनि म अवगत गराउन चाहन्छु। त्यस्तै
सम्माननीय सभामुख महोदय, म के कुरा पनि राख्न चाहन्छु भने यस सभामा संशोधन प्रस्तावहरू आए, हामीले विधेयकहरू पनि पास गर्यौं र विधेयक पास गर्नको लागि चाहिँ साथीहरूले एकदम राम्रो कुरा उठान गर्नुभएको छ। ती कुराहरूलाई उठान गर्नुपर्छ र कुनै कुराहरूलाई चाहिँ कुनै तर्क बिना प्रस्तुत गर्ने काम गरिएको छ। त्यसरी तर्क बिना इलोजिकल तरिकाले प्रस्तुत गर्नुभन्दा त्यसमाथि पढ्नु, व्याख्या विश्लेषण गर्नु राम्रो हुन्छ। त्यसैले कसैको खेदो खन्दैमा कसैको अस्थिरता प्रदर्शन गर्दैमा, घरका झैझगडाहरू सामाजिक सञ्जालमा प्रस्फुटन गर्दैमा, देखाउँदैमा, कसैको विरुद्धमा कुनै कुरा फैलाएर मेनिपुलेट गर्नुभन्दा त्यसलाई नियमन गर्नु र कानुन बमोजिम चलाउनु नै राम्रो हुन्छ। त्यसकारणले म सम्पूर्ण साथीहरूलाई के अवगत गराउन चाहन्छु र के आह्वान गर्न चाहन्छु भने यो विधेयक कसैको अधिकार कुण्ठित गर्न भनेको होइन। यो त कानुनमा भएका व्यवस्थाहरूलाई मिचेर जसले सामाजिक सञ्जालको प्रयोग गर्छ त्यस्ता कानुनहरू मिचेर गरिएको कार्यलाई नियन्त्रण गर्नको लागि, यस्तो कार्यहरू गर्नुहुन्न भनेर बाटो देखाउनको लागि यो विधेयक सरकार सामु प्रस्तुत गरिएको हो, यो सभा सामु प्रस्तुत गरिएको हो। त्यसकारण सम्पूर्ण साथीहरूले यस विधेयक चाहिँ सही ढङ्गले सरकारलाई सहयोग गरेर पारित गर्न सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा राख्दछु। सभामुख महोदय, म यस सम्पूर्ण सभामा के अवगत गराउन चाहन्छु भने प्रतिपक्षलाई हामी सरकारमा भएर प्रतिवाद गर्ने, आफ्नो प्रतिद्वन्दी मात्र नसोची हाम्रा काममा सुझाव दिने सारथीको रूपमा लिएको छ र प्रतिपक्ष साथीहरूले यस कुरालाई मनन गर्दै हामीलाई सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिई अगाडि बढ्नेछु भन्ने प्रतिबद्धता लिई मेरा भनाइहरू यही अन्त्य गर्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू, कृपया रोस्टरमा बसिदिनु होला र माननीय सदस्य श्री शाहिद घिमिरेलाई आफ्नो प्रश्न सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राख्नका लागि समय दिन्छु। समय 1 मिनेट। सम्माननीय सभामुख महोदयद्वारा प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँले एक्टिङ फाइलको बारेमा